गाइस हेर्नु त आउँछ भनेर कटिङ यस्तो भइसकेको छ हैन बबा। हेलो एभ्रिवान, के छ हालखबर? सबजना सन्चै हुनुहुन्छ होला? म नि एकदम बबाल झक्कास छु हैन। आज चाहिँ यसो बालसाल काट्नु पर्ने हुन्छ। हाम्रो यहाँ सन्जय दाइ हुनुहुन्छ हैन, यो काट्दिने भन्दै हुनुहुन्छ। खोइ मलाई त थाहा छैन कस्तो काट्दिनु हुने हो, त्यो पनि काट्नु पर्ने हुन्छ। हाम्रो यहाँ बड्डा हेलो, क्या हालखबर? ओए बड्डा पूरा टुच्चू है, इनको मालूम नहीं है हिंदी हिंदी ना, इनको तेलुगु आता है, पता नहीं क्या आता है। हाँ पकड़ तिम्रो खुट्टा पकड म काट्ने पकड दादा पहिले हाल्न हुनु चाहिँ त्यो गर खौ त किन हुन्छ हेर्नुहोस्, म एकछिन बाल काट्नै आएन, दाइले बाल काट्न आउँछ भनेर होइन मलाई चाहिँ फसाइदिनु भयो। कति पहिले अरू न त यार, एकछिन आउँछ भनेर त्यसै फसाइदिने यार। म अरू उता काट्न जान्थेँ बाल काट्न। भोलि त के हो चाहिँ यार, अन्डी नेपाली हो नि त अन्दै। काट्ने भए त्यसरी गाइस हेर्नु त आउँछ भनेर पचाएर सन्दिँदैछ। अन्तदेखि म कसरी आउनु यहाँ? हेर्नु न, माग्छ मिन्दु दुईजना चुतियाहरू लागेर अब म कसरी काम आजदेखि मेरो छुट्टी हुने भयो गाइस। काम काटिदिनु यार, अब मिलाएर पुरा माथि गएर एकदम दुईजना लागेर बालको रगडा हान्दै यार छ। कसैले काट्छ यसरी बाल? हेर्नु त, न काहीँ छ न केही छ न केही छ, सिधा आँसी दाडे आँसीले रोइ रड्काए जस्तो यार छ्या। गहुँ काटे हो कि धान काटे हो कि त यार? गहुँ काटे हो कि धान काटे हो कि त यार? अन्त गहुँ काट्नु भयो कि धान काट्नु भयो भने यस्तो मात्र काट्दैछ। कस्तो देखिया छु रे म? हिरो जस्तो सेम। कुन हिरो? अब हनी सिंह जस्तो देख्छु। हनी सिंहले कहिले हानेको यस्तो गट? ए हानेकै छ हनी सिंहले। फाइनल कटिङ यस्तो भइसकेको छ होइन, बबाल खतरा झक्का टग्लिया बबाल आइसक्यो होइन। शनिबार माग